अहिलेको जमानामा यस्तै यस्तै किसिमका भिडियोहरू एकदम ट्रेन्डिङमा चलेका छन्। अहिले सामाजिक सञ्जालमा जताततै हेर्ने हो भने यो भिडियोहरू एकदम भाइरल छन् हैन। तपाईहरु पनि यस्तै किसिमको भिडियोहरू बनाउन चाहनुहुन्छ भने म तपाईहरुलाई यस्तै यस्तै किसिमको भिडियोहरू बनाउन गइरहेको छु र आईडी मोनेटाइज हुनेहरूले यस्तै यस्तै किसिमको भिडियोहरू बनाएर एकदम धेरै मनग्य आम्दानी पनि गर्ने गरेका छन् हैन। तपाईहरु पनि यस्तै किसिमको भिडियोहरू बनाउन चाहनुहुन्छ भनेर अब आईडी मोनेटाइज भएको छ भने मनग्य आम्दानी कमाउन पनि सक्नुहुन्छ हैन। यसका लागि सबैभन्दा पहिला तपाईहरुले मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनुस् हैन। र अब सुरु गरौँ है त। यसका लागि सबैभन्दा पहिला हामीसँग यो च्याट जीपीटी र जेमिनी है भन्ने यो दुईटा चाहिँ अनिवार्य चाहिन्छ है। हाम्रो भिडियो क्रिएट गर्ने हैन, फोटो क्रिएट गर्ने हैन, अनि भिडियोको लागि प्रम्प्ट गर्ने भनेको यहीँबाट नै हो। यो दुईटा अनिवार्य चाहिन्छ। हजुरको मोबाइलमा छैन भने हजुरले यो दुईटालाई ओपन गर्न सक्नुहुन्छ, हजुरसित छैन भने हैन। अब हामी त्यसको लागि सबैभन्दा पहिला चाहिँ यो च्याट जीपीटीमा जानुपर्छ। यो च्याट जीपीटीलाई ओपन गर्यो हैन। ओपन गर्ने बित्तिकै यहाँ 3 डट्समा गयो। 3 डट्समा जाने बित्तिकै यहाँनिर आउँछ यो यहाँनिर मोर भन्ने अप्सन आएको छ, यहाँनिर क्लिक गर्यो। अनि यहाँ एप्स लेखेको छ नि, यो एप्समा जाने है साथीहरु। यो एप्स लेखेको ठाउँमा जाने, यहाँ टच गर्यो अनि यहाँ यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेस खुलिसकेपछि यहाँनिर यो राइट साइडमा जेपीटीएस लेखेको छ नि, यो जेपीटीएसमा टच गर्ने। यहाँनिर केही समय वेट गर्नुपर्छ। अनि त्यो पछि यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुलिसकेपछि चाहिँ हामी यहाँ सर्च आइकनमा जाने, यहाँनिर छ यी। अनि यहाँनिर सर्च बारमा के लेख्ने भन्दाखेरि अब्जेक्ट टक लेख्नु है हजुरहरूले। OBJECTTAL के टक भनेको यहाँ धेरै अप्सनहरू आउँछन्। यहाँ मैले सर्च गरेको भएर यहाँ अलरेडी आइसकेको छ। तपाईले सेम यस्तै अप्सन खोज्नु होला है, यस्तै अप्सन चुज गर्नु होला त्यहाँ पुगिसकेपछि। अब चाहिँ यो अब्जेक्ट टकमा टच गर्यो, यहाँनिर यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुल्ने बित्तिकै अब चाहिँ यहाँ स्टार्ट चार्ट भनेको छ हैन। स्टार्ट चार्ट भनेको ठाउँमा गएर टच गर्ने। यहाँ तल छ हेर्नुस् ल, यहाँ यसमा टच गर्यो। अब यहाँ एउटा यस्तो इन्टरफेस खुल्छ। अब हामीले कस्तो टाइपको भिडियो बनाउने त हैन। त्यही भएर अब यहाँ लेखेर दिएपछि यसले आफै बनाइदिन्छ है। भिडियोको लागि प्रम्प्ट पनि यसैले लेखिदिन्छ। फोटो कस्तो क्रिएट गर्ने हैन, यसको लागि पहिला त फोटो बनाउनु पर्ने हुन्छ नि त। फोटो कस्तो क्रिएट गर्ने भनेर यसले भनेको हुन्छ हैन। यहाँ हामीले यसका लागि यहाँ सबैभन्दा पहिला के को बारेमा बनाउने त भन्दाखेरि आँपको बारेमा बनाउनु पर्यो भने जस्तै अब आँप लेख्नु पर्यो हैन। म्याङ्गो टकिङ बाइ नेपाली भन्यो भने यसरी लेखेर आउँछ के। माङ्गो TAL टकिङ बाई नेपाली विथ ढाका टोपी लेख्थ्यौँ न अझ हैन। ढाका टोपी यस्तो लेखेर सेन्ड गरिदियो भने यसले यहाँ चाहिँ प्रम्प्ट बनाएर दिन्छ कि हामीलाई। यहाँ प्रम्प्ट बनाएर दिइसकेको छ दिइसकेको छ। यहाँ तलतिर फेरि 10 सेकेन्डको लागि यस्तो बनाएर दिएको छ। उसे यस्तो लेखेको छ, नमस्ते म आँप हुँ तर साधारण होइन। यो ढाका टोपीले मेरो नेपाली पहिचान झन् चम्काएको छ। म भिटामिन C ले भरिएको छु, शरीरमा ताजा र बलियो बनाउँछु, मिठो छु तर स्वास्थ्यको साथी हुँ भनेको छ नि। कस्तो दामी बनायो। यता तल गयो भने अरू पनि यस्तै यस्तै दिन्छ। केराको बनाउने छ भने केराको लागि नि बनाएर दिएछ क्या आफै। म केरा हुँ, ऊर्जा चाहियो भने मलाई सम्झ, प्राकृतिक शक्ति दिन्छु र पेटलाई पनि खुसी राख्छु। दिनभरि दौडिनु छ भने म तिम्रो साथी हुँ भनेको छ नि। म चाहिँ यो केराको बनाउन मन लाग्यो है। म चाहिँ यो केराको बनाउँछु। त्यसका लागि यो यहाँनिर छ नि
प्लेन टेक्स्ट भनेको छ नि त्यसलाई कपी गर्नु यहाँनिर गरे टच गरेपछि आफै कपी हुन्छ ठिक राइट चिन्ह आयो नि यहाँ कपी भयो हैन कपी भयो अनि ब्याक जाने ब्याक गएपछि हामी जेमिनीमा जानुपर्छ है यहाँनिर जेमिनी ओपन गर्नुस् जेमिनीमा जाने बित्तिकै यस्तो इन्टरफेस खुल्छ यहाँ प्लस आइकनमा टच गर्ने यहाँनिर आख जेमिनी भनेको ठाउँमा यहाँ त्यसलाई ल्याएर ठ्याक्क पेस्ट गरिदियो अनि हामीलाई यो टिकटकको लागि चाहिएको हो कि अब सर्ट भिडियोको लागि चाहिएको होइन हामी चाहिँ यो टिकटक सर्ट भिडियोको लागि 9:16 को 9:16 को हुन्छ के प्राय सर्ट भिडियोको लागि म चाहिँ यस्तो खाले बनाउन गइरहेको छु अब यसलाई सेन्ड गरिदिन्छु है त यसले चाहिँ अब यो इमेज क्रिएट गर्दैछ है यस्तो दामी बनाइदिन्छ हेर्नु हात पाखुरा हालेर बनाइदिन्छ होला सायद एकछिन वेट गर्नुपर्छ यसको लागि थोरै 1-2 मिनेट टाइम लाग्छ जस्तै फास्ट नेट भए पनि यसलाई टाइम लाग्छ क्रिएट गर्नको लागि रेडी भइसकेको छ अब यहाँ यस्तो आयो नेपाली ल हेर्नु औँलो सौँलो यस्तो गरेर यस्तो हातमा कम्मर लगाएर ढाका टोपी लगाएर आइसकेको छ यो भिडियोलाई सेभ गर्ने अब यहाँ सेभ लेखेको ठाउँमा सेभ गर्यो भने हाम्रो ग्यालरीमा गएर सेभ हुन्छ हैन ग्यालरीमा गएर सेभ भइसक्यो अब ब्याक गर्ने म चाहिँ अब यो गुगलबाट जान चाहन्छु गुगलमा टच गर्ने अनि चाहिँ यहाँ सर्च आइकनमा क्लिक गर्ने यहाँनिर अनि यहाँनिर फ्लो एआई लेख्ने FLOW फ्लो एआई लेखेपछि यहाँ माथि आयो यहाँनिर टच गर्यो यहाँ गर्ने बित्तिकै यस्तो आउँछ गुगल ल्याब्स भनेर आएको हो गुगल ल्याब्स एआई क्रिएटिभ स्टुडियो फर भिडियो भनेर आएको छ यसमा टच गर्नु यहाँनिर है यहाँ टच गर्ने बित्तिकै यस्तो अप्सन आउँछ हैन आफ्नो जीमेल हालिसकेपछि यस्तो आउँछ अनि यसको इन्टरफेस आयो भने यहाँ दुईटैमा टिक क्लिक गर्नु टिक लगाइदिनु हैन अनि यहाँबाट नेक्स्ट गरिदिनु है नेक्स्ट गरिदिनु अब नेक्स्ट गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ यस्तो इन्टरफेस खुल्यो भने नआत्तिनेलाई बिस्तारै स्क्रोल गर्नु तलतिर लास्टमा पुगेपछि कन्टिन्यू भन्ने आउँछ कन्टिन्यू आइसकेपछि यहाँबाट कन्टिन्यू गरिदिनु ओपन भयो हैन आफ्नो ओपन हुने बित्तिकै अब चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि यो प्लस आइकनमा क्लिक गर्ने प्लस आइकनमा क्लिक गरे गेट स्टार्टमा क्लिक गर्यो अनि यस्तो इन्टरफेस खुल्छ यस्तो इन्टरफेस खुल्ने बित्तिकै व्हाट डु यु वान्ट टु क्रिएट भनेको छ हैन त्यसमा आजभोलि फेरि यस्तो सिस्टम आएको रहेछ कि पहिले चाहिँ यो भिडियो क्रिएट गर्नुपर्ने थियो हैन अहिले चाहिँ त्यसलाई भिडियो क्रिएट गर्नु पर्दैन हैन नाम मात्र राख्दिए हुन्छ के यहाँ चाहिँ आफ्नो नाम मात्र राख्दिनु के यहाँनिर जो अहिले हामीले जो उसमा गएर एउटा प्रम्प्ट बनाएको थियौं नि त्यो प्रम्प्टमा जाम है हामी अहिले फेरि कता गयो यहाँनिर माथि कता छ केराको लागि है बनाएको थियो नि त केराको यहाँनिर गएर यहाँ थियो नि त कताको यहाँनिर म केरा हुँ ऊर्जा चाहियो भने मलाई सम्झ प्राकृतिक शक्ति दिन्छु र पेटलाई पनि खुसी बनाउँछु दिनभरि दौडिनु छ भने म तिम्रो साथी हुँ भने छ हैन यसलाई यहाँ लङ प्रेस गर्यो भने यस्तो इन्टरफेस हुन्छ अनि सबैलाई सिलेक्ट गर्यो कपी गर्ने हैन अनि फेरि ब्याक गयो अनि ब्याक गएर अघिकै ठाउँमा गयो त्यो व्हाट डु यु वान्ट टु क्रिएट भनेको छ नि यहाँनिर राख्दियो अनि यहाँ पेस्ट गरिदिने यहाँनिर आयो हैन अनि हामीले कति सेकेन्डको भिडियो बनाउनु छ त भन्दाखेरि अनि यस्तो आउँछ यहाँ इमेज छ भने हजुरले इमेजमा नलगाउनु है गाइजहरु यो भिडियो भनेको ठाउँमा टच गर्नु अनि हामीले चाहिँ युट्युबमा बनाउनु हैन नि त हामीले टिकटकको लागि अथवा सर्ट भिडियोको लागि यो 9.16 भनेको छ यसलाई क्लिक गर्यो भने यो प्राप्त छ मैले चाहिँ यो 8 सेकेन्डको बनाएँ है
8 सेकेन्डको भन्दा 8 सेकेन्डको बनाएँ, 8 सेकेन्डमा सिलेक्ट गरेँ होइन। अनि यहाँबाट पेस्ट गरिदिने बित्तिकै अब त्यो भिडियो बन्न सुरु हुन्छ है त। यहाँबाट सेन्ड गरिदियो, यो फोटो बन्न सुरु हुँदैछ। पहिले चाहिँ त्यो भिडियो हाल्नु पर्ने रहेछ, अहिलेको नयाँ अपडेट अनुसार त्यो भिडियो चाहिँ हाल्नु पर्दैन कि यसमा, त्यो फोटो अहिले बनाएको फोटो चाहिँ हाल्नु पर्दैन, अटोमेटिक बनाइदिने रहेछ क्या। भिडियो रेडी हुँदैछ, भिडियोभित्र बन्न सुरु भइरहेको अवस्था छ, केही समय वेट गर्नुपर्छ है त। यहाँ बल्ल पर्सेन्टेजमा चल्दैछ, यो पुरै 100% चल्नु पर्दैन, बिचमै डाइरेक्ट ओपन भइहाल्छ है त। केही समय वेट गर्नुपर्छ है त साथीहरू, नातिनुहोस्। एकछिन हामीलाई सिक्नु छ नि त, हाततिर पनि हुँदैन। अब यही कुनै पनि कुरामा तपाईँहरूलाई यस्ता नै जिज्ञासा लाग्यो, जान्नु भएन भने कमेन्ट गर्नु है, म तपाईँहरूलाई तुरुन्त रिप्लाई दिएर होइन कसरी बनाउने भनेर। केही कुरामा अब कन्फ्युज हुनुभयो भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ। वाह बन्यो है। अब बन्ने बित्तिकै अब हामीले पेले गरौँ है के भने। म केरा हुँ, ऊर्जा चाहियो भने मलाई सम्झ, प्राकृतिक शक्ति दिन्छु र पेटलाई पनि खुसी राख्छु, दिनभरि दौडिनु छ भने म तिम्रो साथी हुँ। यो यस्तो हो। अर्को हेरौँ है, अर्को फेरि के भन्छ। म केरा हुँ, ऊर्जा चाहियो भने मलाई सम्झ, प्राकृतिक शक्ति दिन्छु र पेटलाई पनि खुसी राख्छु, दिनभरि दौडिनु छ भने म तिम्रो साथी हुँ। म केरा हुँ। साथीहरू है कस्तो दामी बन्यो नि त। अब यसलाई डाउनलोड गर्न चाहनुहुन्छ भने हजुरहरूले यहाँनिर डाउनलोडको अप्सन छ, यहाँ गएर डाउनलोड गर्न सक्नुहुन्छ होइन। यो 720p लेखेको छ, यसमा टच गर्नु अनि यहाँ डाउनलोड गर्यो भने डाइरेक्ट डाउनलोड हुन्छ है। तपाईँहरू